जय श्री राम। नेपाल में जुन तरिकाले तराईमा अहिले षड्यन्त्रहरू हरेक सनातनीहरूको चाडपर्वमा हिन्दूमाथि हमला गरिने योजनाबद्ध तरिकाले यसमा प्रहरी प्रशासनको मौनताले के देखाइरहेको छ भने नेपाल अब आउने दिनमा के आतंकिस्तान बनाउने षड्यन्त्र हुँदैछ। नेपालका तमाम राजनीतिक दलहरू हिन्दूमाथि दमन हुँदा र यस्ता योजनाबद्ध तरिकाले हाम्रो चाडपर्वमा सनातनी हिन्दूमाथि गोली चलाउँदा मुखदर्शक सरकार र तमाम राजनीतिक दलहरू हामी बहुसंख्यक सनातनीहरूको धर्म संस्कृति माथि कुठाराघात र यो तमाम षड्यन्त्रहरू हुँदा चुप लागेका छन्। यस्ता राजनीतिक कर्मीद्वारा हामी बहुसंख्यक सुरक्षित छौँ र नेपालमा वास्तवमा जुन तरिकाले एक किसिमले इसाईहरूको षड्यन्त्र र तराईका खुल्ला सिमानामा लाखौं लाख नेपाली नागरिकताहरू बेचिएका छन्, बनाइएका छन्। षड्यन्त्रपूर्वक तराईका हिन्दूहरूलाई पलायन गराउने षड्यन्त्र त होइन कि नेपाल वास्तवमा अब धर्मनिरपेक्षताको आडमा द्वन्द्व गराउने र यहाँ दमन गर्ने जुन यो नीति यो सरकारहरू र यी राजनीतिक दलहरूले बनाएका छन्, षड्यन्त्रहरू गरिरहेका छन्। अब तराईमा बसेका मात्र होइन, हिमाल र पहाडका हिन्दूहरू समेत यही बेला हो अब पनि एकजुट भएनन् भने नेपालबाट भारतका कश्मीर बंगाल र तमाम राज्यहरूबाट हिन्दू लखेटिएका छन्। त्यही स्थिति नेपालमा पनि नआउला भन्न सकिन्न। कारण हो तपाईहरू हेर्नुस्, अहिले तराईको मात्रै डेमोग्राफी बदलिएको छैन, हिमाल पहाडतिर पनि लम्किरहेका छन्। तमाम चर्चहरू नेपालमा बनाइएका छन्। विदेशी योजनाबद्ध तरिकाले नेपालमा धर्मान्तरण चलिरहेको छ भने एकातिर तपाईको जिहाद र यस्ता घटनाहरूले गर्दा हामी कति सुरक्षित छौँ र भोलिका दिनमा नेपाल सुरक्षित रहला भन्ने यस्तो मलाई लाग्दैन। विचार र मनन गर्नुस् तपाईहरू। भएन भने भोलिका दिनमा तपाईँ हाम्रो सन्तानहरू अहिले त विदेश रोजीरोटीका लागि गइरहेका छन्, भोलि त्यही शरणार्थी भएर बस्नुपर्ने बाध्यता समेत आउला।